नेपाल कति सुन्दर देश हैन, तर पछिल्लो समयमा त्यो सफा नीलो आकाश कता हरायो जस्तो लाग्दैन? यो एउटा यस्तो प्रश्न हो जसले हामी सबैलाई घोचिरहेको छ। आज हामी यही रहस्यको जरोसम्म पुग्ने कोसिस गर्नेछौं। हाम्रो अनुसन्धानको सुरुवात पनि यही मार्मिक प्रश्नबाट हुन्छ। नेपालका एक युवा कलाकारले आफ्नो चित्रमा पोखेको यो भावनाले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। आखिर हाम्रो नीलो आकाश गयो कहाँ? 348। यो केवल एउटा अङ्क मात्र होइन, काठमाडौँले भोगेको वायु प्रदूषण सङ्कटको सबैभन्दा डरलाग्दो दिनको सूचक हो यो। तर यो नम्बरले वास्तवमा भन्न खोजेको के हो त? यसको अर्थ हो खतरनाक। सोच्नुस् त, त्यो दिन काठमाडौँका मानिसहरूले सास फेरिरहेको हावा यतिसम्म विषाक्त थियो। यो एउटा अङ्कले नै यहाँको सङ्कट कति गहिरो छ भन्ने कुरा प्रश्न पार्छ। ठिक छ, अब यो वातावरणीय रहस्य सुल्झाउनका लागि हाम्रो यात्राका मुख्य चरणहरू के हुन् सरसर्ती हेरौं। कुनै पनि रहस्य सुल्झाउन सबैभन्दा पहिले प्रमाणहरू बुझ्न जरुरी हुन्छ। यहाँ हाम्रो प्रमाण हो हावामा तैरिरहेका ती अदृश्य कणहरू र तिनलाई नाप्ने मापदण्डहरू। यो समस्याको केन्द्रमा छ PM 2.5। यी यति साना कण हुन् कि यिनीहरू हाम्रो कपालको रौँभन्दा पनि कैयौं गुणा मसिनो हुन्छन् अनि सजिलै हाम्रो शरीरभित्र छिरेर फोक्सो र रगतमा मिसिन्छन्, जसले गर्दा गम्भीर स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्। अब यहाँ दुईवटा कुरा बुझौं, PM 2.5 र AQI। PM 2.5 भनेको वैज्ञानिक तथ्य हो, जसले हावामा कति हानिकारक कण छन् भनेर ठ्याक्कै नाप्छ। अर्कोतिर AQI ले त्यही वैज्ञानिक तथ्यलाई हाम्रो लागि सजिलो बनाइदिन्छ। यसले रङहरूको माध्यमबाट हावा हाम्रो स्वास्थ्यका लागि कति खतरनाक छ भनेर तुरुन्तै बताउँछ। र यो हो AQI को विश्वव्यापी रङ्ग सङ्केत। हरियो रङले हावा सफा र सुरक्षित छ भन्ने जनाउँछ भने रङ जति गाढा हुँदै जान्छ खतरा त्यति नै बढ्दै जान्छ। कलेजी रङले त अवस्था यति खतरनाक छ कि तत्काल सावधानी अपनाउनुपर्छ भन्ने सङ्केत गर्छ। अब यी तथ्याङ्कहरूलाई पछाडि छोडेर सङ्कटको मुख्य केन्द्र काठमाडौँमा जाउँ र हेरौँ कि यसले वास्तविक जीवनमा कस्तो असर पारिरहेको छ। विषाक्त हावाले निम्त्याउने स्वास्थ्य समस्याहरू साँच्चै नै गम्भीर छन्। यसले सबैलाई असर गरे पनि विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र पहिलेदेखि नै स्वास्थ्य समस्या भएकाहरूलाई झनै जोखिममा पार्छ। यो एक किसिमको सार्वजनिक स्वास्थ्य आपतकाल नै हो। यो तथ्याङ्कले त झस्काउँछ। यसले के देखाउँछ भने नेपालमा COPD अर्थात् दम र खोकी जस्ता दीर्घकालीन श्वास-प्रश्वास रोगबाट हुने हरेक 4 मृत्युमध्ये 3 जनाको मृत्युको कारण कतै न कतै वायु प्रदूषणसँग जोडिएको छ। वायु प्रदूषणको असर स्वास्थ्यमा मात्र सीमित छैन, यसले नेपालको अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पारेको छ। जस्तै खराब मौसमका कारण उडानहरू रद्द हुनु। अझ चिन्ताको कुरा त के छ भने यसले हाम्रा हिमालको हिउँलाई समेत छिटो पगाल्न मद्दत गरिरहेको छ। त्यसो भए अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो प्रदूषण आखिर आइरहेको कहाँबाट हो त? आउनुहोस् काठमाडौँ उपत्यकाका मुख्य शङ्कास्पद स्रोतहरूको अनुसन्धान गरौँ। यो चार्टले प्रदूषणका मुख्य कारकहरूलाई छर्लङ्ग पार्छ। यो कुनै एउटा मात्र स्रोतको कारणले भएको होइन, बरु उद्योग, घरको चुलो, यातायात र अन्य धेरै स्रोतहरूको एक जटिल मिश्रण हो। अब यी मुख्य स्रोतहरूलाई एक एक गरी हेरौँ। उद्योगमा प्रयोग हुने इन्धनदेखि घरको चुलोसम्म अनि सडकमा गुड्ने पुराना गाडीदेखि खुला रूपमा जलाइने फोहोरसम्म हरेक क्षेत्रले वायुको गुणस्तर बिगार्नमा आफ्नो भूमिका खेलिरहेको छ। अब जब हामीले समस्याका स्रोतहरू पहिचान गरिसक्यौं, तब समाधानको बाटो के हो त? त्यो नीलो आकाश फिर्ता ल्याउने खाका कस्तो हुन सक्छ हेरौँ। विश्व ब्याङ्कसँगको सहकार्यमा तयार पारिएको यो रणनीतिले 4वटा कुरामा जोड दिन्छ: कडा नियम, सही प्रोत्साहन, बलियो पूर्वाधार र निरन्तर तथ्याङ्क सङ्कलन। यी सबैलाई मिलाएर अघि बढ्दा मात्रै प्रभावकारी समाधान निस्कन सक्छ। यी 3 उपायहरू सबैभन्दा प्रभावकारी देखिन्छन्। उद्योग, खाना पकाउने इन्धन र यातायातमा सुधार गर्ने हो भने मात्रै पनि प्रदूषणमा ठूलो कमी ल्याउन सकिन्छ। यसले के देखाउँछ भने सही ठाउँमा लक्षित प्रयास गर्यो भने परिणाम छिटो देखिन सक्छ। र यो हो समाधानको एक सुन्दर उदाहरण। विद्युतीय सार्वजनिक बसहरू।
सफा यातायाततर्फको एक ठोस र देख्न सकिने कदम। यस्ता प्रयासहरूले आशा जगाउँछन्। तर समाधानहरू सधैँ माथिबाट मात्र आउँदैनन्। यो भनाइले हामीलाई के सम्झाउँछ भने तल्लो तहका प्रयासहरू, समुदाय कार्य र हरेक व्यक्तिको सचेत छनोटले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। अन्तमा यो स्पष्ट छ कि समाधानका लागि प्रविधि, नीति र मानिसहरूको सहभागिता तीनै कुरा चाहिन्छ। तर एउटा महत्त्वपूर्ण प्रश्न सोच्न लायक छ। यी तीनमध्ये परिवर्तन गर्न सबैभन्दा चुनौतीपूर्ण पक्ष कुन होला? प्रविधि, नीति कि मानिसहरूको बानी?